चढाइ गरेको छ। यहाँ हामी देख्न सक्छ पैसा, यो त्रिशूल, यो चाहिँ दर्शनार्थीले चढाएको। यहाँ पनि यो रुखको बनावट यहाँ टोडको, जहाँ चाहिँ यहाँ पनि पूजा गर्ने चलन छ। धूप अक्षता फुल हामी यो चाहिँ मन्दिरको नजिक पुग्न लागेका छौँ। यो पटकको वर्षमा पहिरोले निकै ठुलो क्षति गर्यो। यहाँबाट प्रष्ट हामी मन्दिरमा आइपुगेको छ। त्योभन्दा माथिबाट मन्दिरको पहिरो लडेको ठाउँ। यहाँ चाहिँ निकै ठुलो पहरोबाट एक्कासी चाहिँ नि माथिबाट ढिस्को भत्केर झरेको देखियो। ल जय चम्पादेवी, दर्शन गरेर फर्किसक्नुभयो? ए ल, अब हामी दर्शन गर्छौँ। त्यो दर्शन गर्नुभयो? ए लड्नु होला। चम्पादेवी ककनी की जय, भगवान जय होस्। यसो माथि हेर्दा निकै एउटा डिस्को, जहाँ डिस्कोबाट भक्लक्क डिस्को झरेर यहाँ ब्ल्याङ्ग पछारिएको अवस्था। यहाँबाट हुँदो यो ठाउँ निकै खोज र खोल्सो थियो। यो माटो र माथिको ढुङ्गा आइसके पछाडि यहाँ भरिएको जस्तो देखिरहेछ। यहाँबाट देखिने यो चाहिँ बगेर तल पुगेको। यहाँ पनि यहाँबाट चाहिँ अलिकति मन्दिरमा चिर्न पर्यो। यहाँ चाहिँ एउटा गजुर राखेको मन्दिर निर्माण थियो, तर मन्दिर बगायो। तर यहाँको शिला देवीको केही नगरेको देखिएको छ। यो चाहिँ यहाँ पानी झर्ने ठाउँ माथिबाट। यो चाहिँ फुल तारेका दर्शनार्थीले होइन, यो दर्शन गर्ने ठाउँ। यहाँ चाहिँ माथिको पहिरोले मन्दिरलाई असर गर्यो, तर यहाँ देवीलाई चाहिँ असर नगरेको देखियो। चम्पादेवी मन्दिर।